Sululu! Guys, it's my birthday today and let me show you something. म चाहिँ भर्खरै ड्युटीबाट आएको and I get a big surprise जुन चाहिँ मैले एक्सपेक्ट पनि गरेको थिएन and the credit goes to her and this is all about what is this? Happy birthday to you. I haven't expect this actually किनभने हामी चाहिँ आज डिनर आउट जाने भनेर प्लान थियो but look at her effort. I appreciate that and I love you for all of this and I feel so blessed. म चाहिँ आज दिनभरि अलिकति बिजी थिएँ ड्युटीमा भर्खरै आइपुगेको and she surprised me with all of this. I'm really so surprised and I feel so blessed to have you in my life. Hello buddy. अब फेरि मसँग हुन्छ यति यस्तो भन्दैन फेरि होइन. I was quite busy but रुममा आइसकेपछि चाहिँ I feel like I came in different world. Anyway, अब हामी चाहिँ as per her plan, I don't know what she planned. एकछिन हामी यहाँ के गर्छौँ and then look at her. She already started being emotional. Why you have to be emotional? म अनि इमोसनल हुन पर्ने because I got all this surprise. Thank you for all of this. Look what I got. यो कार्ड भने ओहो माने मैले इफोर्टलाई चाहिँ म बाटोमा आउँदाखेरि चाहिँ सी वाज किप सेइङ द्याट सी लभ्स मी मोर देन आई डु किन भनेको छैन भने अलिकति सन्चैन अड्क्यो भोलि किन भनेर रहेछ भनेको चाहिँ नाउ आई रियलाइज एन्ड आजको दिनलाई चाहिँ आई विल एग्री अन द्याट आजको दिनलाई व्हाट डु मिन आजको दिनलाई फर यु इफोर्ट आजको दिनलाई यु लभ मी मोर देन आई डु बट अरू बेला चाहिँ look at this. Look at this. What are those? Surprise. No. Wow. Not allowed now. यो त केटाकेटीको बर्थडे जस्तो भयो त मलाई त आज यो बुढेसकालमा केटाकेटीको आई मिन केटाकेटीहरूले सेलिब्रेट गर्छन् नि गिफ्ट सिफ्ट पाउँछ एनिवे थ्याङ्क यू सो मच फर अल अफ दिस मैले चाहिँ एक्सपेक्टै गरेको थिएन आई एम सो ह्याप्पी आई लभ यु दिस मिन्स अ लट त्यो नर्नु मलाई थाहा नि रोइदिए त्यस्तो भन्ने नि के हुन्छ अब के हो वाट्स द प्लान नाउ अब चाहिँ केक काट्ने यो बन्द गरिदिउँ नि एकचोटि म चेन्ज गर्छु पहिला ओके हामी चाहिँ यहाँ अलिकति सानो प्रोग्राम गरेर एन्ड देन हामी चाहिँ डिनर आउट जाँदैछौँ कहाँ जान्छौँ पनि टोटली फिक्स त छैन सी विल टेक मी आई डोन्ट नो वेयर सी टेकिङ मी एनिवे ल म चेन्ज गर्छु अनि त्यहाँबाट यहाँ हाम्रो के प्रोग्राम हुन्छ गर्छौँ एन्ड देन विल गो आउट सुलुलुलु सुलुलुलु वाउ I'm really so surprised. साच्चै Unexpected. यो चाहिँ एक्सपेक्ट गरेको थिएन क्या मैले बाहिर जाने भनेपछि I thought you will be just ready. Then we'll go. त्यही झुन्डी Happy birthday, Buddha. Happy birthday to you. Happy birthday. मलाई थाहा थियो कि सुरुमा तपाईँको मैले आमा खानुहुन्छ भनेर कसको बर्थडे मेरो बर्थडे मैं मार खाऊँ के गराउन नआउने भने खाएँ मामा होइन नि हो I have no words to explain. This is totally unexpected. Thank you for everything. Thank you for being in my life. Thank you for supporting me and everything. Thank you for organizing my everything in my life. Thank you for kapda dhoing, khana pakaing. What else? Thank you for being in my ups and downs. सधैँभरि यति खुसी यस्तै योभन्दा बेसी खुसी हुन पाऊँ लेस नो होल्ड अन दिस 2026 will be ours and we're gonna make it
So let's toast for 2026 is ours. भयो म त Okay. Happy birthday to you. Happy birthday to you. Birthday to you. Happy birthday to you. Hey, you ruined the boy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Buddha. Happy birthday. I guess अब गिफ्ट टाइम लाइफमा यति धेरै गिफ्टै पाएको क्या मैले साँच्चै? आम लिटल बिट एक्साइटेड पाउन त पाएँ होला but यसरी सरप्राइज तरिकाले चाहिँ पाएको थिएन होला आई गेस How you feel? फिलिङ लाइक के भन्छ बच्चाउची जस्तै बता अघिदेखिबाट बता बच्चाउचीहरूले यसरी सेलिब्रेट गर्छ नि त आम ग्रोन अप म्यान एनिवे You are not happy? भेरी मच ह्याप्पी आई हेभ नो वर्ड्स टु एक्सप्रेस फर्स्टमा चाहिँ अब मेरो गिफ्ट पऱ्यो होला है ओके गो अहेड ओके सुलुलु सुलुलु Oh my god. Seriously? Seriously? So much careful. ल बिहा गरौँ मङ्गलसूत्र I think this will be the most expensive gift I ever received. And thank you for your effort for everything. यसको लागि के भन्नु ओके ह्यापी बर्थडे टु यु म टल्किने भयो अब घाँटी यार सुलो बाइला अब घाँटी चिन्नेला होला ह्यापी बर्थडे खै ए घाँटी किन फसो साल्छ भने यही भएर चाहिँ के यहाँनिर कुक्ल्याएर एनिवेज मलाई आज विभिन्न माध्यमबाट बर्थडेको विस दिनुहुने सम्पूर्णलाई यही भिडियो मार्फत थ्याङ्क यू सो मच भन्न चाहन्छु किनभने म आज बिजी थिएँ त्यसैले कसैको त्यो विसहरू पोस्टहरू रियाक्ट गर्न नि भएन रिप्लाई गर्न नि भएन आई माइट बी बिजी भोलि पनि सो अहिले आई मिन यो भिडियो मार्फतै हजुरहरू सबैलाई सो मच थ्याङ्क यू सो मच मच थ्याङ्क यू whatever बुझ्नुहुन्छ सक्यो This is also from my side. Guess. First you need to guess. गेस त गर्न सक्नु Guess it. थाहा छैन के भन्छ खोइ केक लाग्यो Happy birthday to you. Happy birthday, dear Buddha. Happy birthday to you. Happy birthday to you. लेखे किन नलेको त्यो दिन किन नलेको त्यो दिन Huh? किन नलेको त्यो दिन यति के लिने भनेर हो माई गड थ्याङ्क यू फर दिस जेबिएल हेर्सेर आई गरेँ जिम गर्दा यता हाइकिङ गर्दा सही हुने भयो पर्फेक्ट रनिङ गर्दा थ्याङ्क यू सो मच हेरौँ अघि अरू यो चाहिँ फ्रम अनु अनि निशा निश्चय थ्याङ्क यू सो मच फर देम एज वेल यो चाहिँ अब भनिहालौँ होइन यो आएको चाहिँ विक भयो क्या होइन भयो तर नक्कली राखेको आई वान्ट टु ओपन इन दिस Okay, this is pre-birthday gift from your beloved brother and sister. Many happy returns of the day. May your life filled with happy joy. Miss you so much. Hope to meet you soon. From Anup and Pimlik. Thank you so much. Wow. Dear Dai, happy birthday. Even though distance keeps us apart, our love for you deeply and carry you in your hearts every day. May your life be May your life be filled with peace, good health and happiness, and may be blessed to meet again very soon. With all love, Anup and Pimlik. Thank you so much, Anup and Nisha. Thank you.
यो के हो भन्ने त थाहा छ तर पनि कति हाल्नु होइन Oh my god, DJI Osmo 360. यता 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 यो चाहिँ मलाई अब खतरा काम लागिहाल्छ छ म अलिकति एडभेन्चर पर्सन स्पोर्ट्स पर्सन यो चाहिँ मेरो सहयात्री हुनेवाला छ अब जतिले पनि यो भिडियो हेर्नुहुन्छ उहाँहरूले चाहिँ मेरो अझै पनि भिडियोहरू हेर्न पाउनुहुन्छ खतरा खतरा 360 वाला थ्याङ्क यू सो मच अनुप्रेम निशा अब This is from यो चाहिँ दिस इज फ्रम अङ्कुश मेरो प्यारो भाइ थ्याङ्क यू फर दिस अल द वे फ्रम डेनमार्क Denmark. थ्याङ्क यू फर यो इफोर्ट आई लभ यु भाइ सी यू सुन धेरै खुसी लाग्यो यो चाहिँ एकदम अनएक्सपेक्टेड थियो त्यसले यसरी पठाउला म सोचेको थिएन आई वाज सो सरप्राइज अनि यो चाहिँ मेरो लाइफको यो चाहिँ सबैभन्दा महँगो जुत्ता हुनेवाला छ एनआरपी अराउन्ड लाइक 45K थ्याङ्क यू के अरे होका यो चाहिँ हाम्रो दुबईबाट किसम दाइले मलाई दिनुभएको थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू फर दिस गिफ्ट अनि यो जुत्ता लगाएर चाहिँ फेरि अरूसँग हाइकिङ गर्नुपर्छ अनि यसमा क्याप पनि थियो क्याप चाहिँ मैले कता राखेँ त्यो क्यापको लागि पनि धन्यवाद दाइ थ्याङ्क यू सो मच आइ एम सो ब्लेस्ड Lastly, I should not forget to thank my mommy and Baba for giving me this beautiful life. I'm so blessed, and especially I'm so blessed with her today. I love you for everything. जाऊ अब चाहिँ हामी जानुपर्ने हुन्छ किनभने हामीले डिनर बुकिङ गरेर राखेको छ उसले चाहिँ कहाँ हो थाहा छैन सो वी हेभ टु गो देयर के गर्ने ड्युटी सकेर आएको ड्युटी गर्नै पर्यो विदेशमा अब यो मेस चाहिँ अब इट्स अल योर्स टुमरो अगेन ल अब चाहिँ हामी रेडी हो अब चाहिँ हामी हाम्रो के अरे हामी डिनर गर्न जान्छौँ अब उसले कहाँ लिएर जान्छ लेट्स कस्तो ठाउँमा लिएर जान्छ स्टे ट्युन टु वाच देयर लेट्स गो चापी के को ए खोइ चापी ल मौसम पनि दामी छ अनि दिस इज वेयर वी लिभ यस्तो छ क्लाइमेट दामी छ वेदर ओहो लुक एट दिस स्काई ओ माय गॉड यो त बबल ठाउँ रहेछ है लापो म सोचेको थिएन आज सबै नसोच्नु पुच्चियो हेर्न यो गाडी हेर्न गाडी आम्मामा कत्रो गाडी हो गाडी रमाइलो रहेछ त्यहाँ त चल उता हो हाम्रो खतरा ठाउँ रहेछ हिँड हिँड सक्सेस कस्तो लाग्दैछ कस्तो लाग्यो यो ठाउँ एकदम रमाइलो एकदम दामी है तर क्राउड बेसी के साइलेन्ट भएको भए चाहिँ दामी हुन्थ्यो तर टोटल्ली अरबीहरू आउँदो रहेछ यहाँ चाहिँ हाम्रो अर्डर आइपुग्यो आउँदैछ चिकन पास्ता होइन यो चिकन पेन दामी ठाउँ रहेछ मलाई चाहिँ मन पर्यो चिल हुन आउनु फ्रेस हुन आउनु होइन तर एउटा कुरा यस्तो हुन्छ नि म जहाँ जान्छु नेपाली जहिले नि हुँदैन क्या
ल यो टमाटर खाएको भिडियो बनाउँछु No, no, कम अन no, no. गोलभेडा इटिङ रियाक्सन गर्छु म गोलभेडा Brutal eating reaction आउँछ खाइदिन्छ त कस्तो हुन्छ है मन हानी ल लिटरसँग हानी हो ल ल चेस गरेर है भिडियो छ है भिडियो बनाएको अघि हो गयो नै छु भित्रै जाने कहाँ थियो प्लास्टिक हो क्या चेस नट ब्याड तातो भएर तर इट्स गुड फर आवर हेल्थ होइन तर साँच्ची कि मलाई के आजकल के त्यहाँ इङ्ग्लिस बोलिराख्नु भएर त्यो हैछ मलाई हजुरलाई के कति इङ्ग्लिस कति इङ्ग्लिस अघि भिडियो आने पुरै इङ्ग्लिस यार त्यो नेपालीमा त्यो फिलिङ्स पोख्न आउन्न त्यस्तो होइन न म पहिला नेपाली बोल्थेँ नि त मेरो एउटा साथीले कमेन्ट हान्छ है के छुट्टै इङ्ग्लिस हान्छ मैले के इट इज वाट इट इज के मैले एउटा कुरा यो गरेको क्या एक्सपिरियन्स भनौँ न भन्न खोजेको पहिला कस्तो अप्ठ्यारो लाग्थ्यो कि इङ्ग्लिस बोल्नलाई कि अब त्यो हेबिचुअल थिएन नि त अब अहिले चाहिँ अब त्यो ड्युटीमा अब बोलिरहेको छ नि त है अनि त्यो आउनु रहेछ कि अटोमेटिकली अघि मैले यहाँको लोकेसन हान्दा यतातिर त्यो ट्राफिक देखाएको थियो क्या किन रहेछन् त यो यस्तो हिँड्दो रहेछ केटाहरू त्यो फुच्चेले कत्रो फुच्चेले चलाएको थियो ग्रुपमा आउँदा मजा हुन्छ यो पैसा त्यो हुन्छ नि त छ त नआयो भने ठिक्क हुन्छ क्या त्यति एक दिन ल्याउनु पर्ला जबमा ल हामी चाहिँ डिनर गरेर सक्यो लास्ट क्राउड रहेछ त्यही भएर अरूलाई पालो दिनुपर्छ भन्ने हामीलाई लाग्यो त्यही भएर मान्छेहरू बाहिर छ अब हामी जान्छौँ लाग्छौँ कस्तो लाग्यो आजको एक्सपिरियन्स कस्तो लाग्यो एकदमै रमाइलो जेसकै कस्तो राम्रो ठाउँ रहेछ दामी होइन नसोचेको ठाउँमा नसोचेको यस्तो क्राउड हुँदो रहेछ क्या अब हामी चाहिँ घरतिर लाग्यौँ साह्रै रमाइलो रहेछ यो ठाउँ चाहिँ रमाइलो नि त एकदमै रमाइलो कस्तो रमाइलो फुलै फुलको बगैँचामा मेरी माया हेलो आइयो घर अन्त फाइनल्ली अब भिडियो एडिटिङ गरिन्छ अलिकति टाइम छ भर्खर 9 बज्दैछ सो लेट्स युटिलाइज द फ्री टाइम निशाजी गेट खोल्दै हुनुहुन्छ चट्ट लाएर सुलुलुलु Happy birthday to you. Happy birthday. We are back to home. जोडी के मलाई के सफा गर्नु बर्थडे मलाई मेरो बर्थडे चाहिँ मलाई कस्तो भयो गरे कस्तो भयो बर्थडे खै हैन भयो नि त आइम ह्याप्पी यस्तो छ हालत भोलि कल दुःख पाउँछ सारा ल यति भन्दै हाम्रो आजको स्पेसल डे यही समाप्त हुन्छ ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे थ्याङ्क यू फर एभ्रिथिङ यु मेड माई डे रियली यस सो ओके सी यू इन नेक्स्ट ब्लग